एकताका चर्चित स्थान हो गैरीगाउँ तिला बजार रोल्पा। सशस्त्र द्वन्द्वको समयमा शहीद गेटले सौन्दर्यता झल्केको थियो। विस्तृत शान्ति सम्झौता पश्चात यही रोल्पाको तिलामा 5औं डिभिजनको रूपमा तत्कालीन जनमुक्ति सेना नेपाललाई एक अस्थायी क्यान्टनमेन्टको रूपमा बसाइयो र जवार स्मृति ब्रिगेडको रूपमा चिनियो। सशस्त्र द्वन्द्वको समयमा खुबै व्यापार तथा व्यवसाय फस्टाइएको थियो। यहाँ पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भई यस स्थानमा जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय निर्माणाधीन छ। संग्रहालय निर्माणाधीनकै अवस्थामा एक भवन निर्माणको सन्दर्भमा ढलान कार्य भयो, जसमा नेकपा माओवादी केन्द्र, गैरीगाउँका पार्टी कमिटी र जसको भातृक संगठन यङ कम्युनिस्ट लीग वाइसिएल आदिले पार्टी सुदृढीकरण तथा आर्थिक सहयोगकै लागि जनश्रमदान गरेको छ। ढलान कार्यमा गरिएको श्रमदान निर्माण व्यवसायलाई मजबुती ढंगबाट सम्पन्न गर्न सहज होस् र पार्टीलाई थप आर्थिक सहायता होस् भनी यो प्रयास गरिएको नेकपा माओवादी केन्द्र गैरीगाउँ कमिटीका अध्यक्ष यामबहादुर बस्नेतले जानकारी गराउनुभयो। समग्र रोल्पाको गरिमा, त्रिवेणीको शान, गैरीगाउँको पहिचान, जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय शीघ्र सम्पन्न होस् भनी सबैको चासो रहेको नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका उपाध्यक्ष खेमबाबु राजा डीसीले बताउनुभयो। भइफरी आउने समस्यामा पार्टीसँग आर्थिक नभएको र तत्काल आर्थिक स्रोत जुटाउन बर्सातको समयमा पानीमा रुच्दै हामी लागेका छौं, सचिव सुबिराम झाँक्री समुद्रले बताउनुभयो। उक्त श्रमदानमा नेकपा माओवादी केन्द्र, गैरीगाउँ पार्टी कमिटी, शुभेच्छुक भातृक संघ संगठन सबैको उपस्थिति रहेको थियो। यहाँका समुदायको अपेक्षा, आशाको धरोहर जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय निर्माण सम्पन्न गराउन निरन्तर बजेट विनियोजन होस्। हार्दिक शुभकामना।